हेलो एभ्रिवान वेलकम टु माई ब्लग। आज चाहिँ म तपाईहरुको माझमा आइसकेको छु। यो चाहिँ सुन्दर सामुदायिक वन पतिसनेश्वरी नगरपालिकाको जंगल हो गाइस। एकदम धेरै राम्रो भ्यूज आइरहेको छ हैन। हेर्नु त ओभर दामी भ्यूज आइरहेको छ नि त। हेर्नु त राम्रो छैन भन्नु त, राम्रो छ कि छैन भन्नु न। तपाईहरु पनि आएर यसरी यहाँ भिडियो बनाउन सक्नुहुन्छ, टिकटकहरु बनाउन सक्नुहुन्छ हैन। ओभर दामी भ्यूज आएको छ। यो चाहिँ बेलुकाको कति बज्यो भन्दा बेलुकीको 6 बजेर ठ्याक्कै 15 मिनेट गएको समय हो गाइज। ओभर दामी भ्यूज आएको छ हैन। तपाईलाई कस्तो लाग्छ जस्ट कमेन्ट गर्न नबिर्सिनु होला है। र म चाहिँ यहाँ यस्तो दामी छैन, दामी वा ओ माय गॉड यस्तो दामी भ्यूज छ हेर्नुस् त। वा ओभर दामी भ्यूज आइरहेको छ हैन। म चाहिँ यता छु गाइज। यता अँधेर आउँछ कि क्या हो, अँधेर आए जस्तो लाग्यो मलाई चाहिँ हैन। अनुहार अँधेर आए जस्तो लाग्यो अनि चाहिँ सो एभ्रिवान यस्तो भ्यूज छ है। तपाईहरु सबैजना आउनु होला भिडियो बनाउनको लागि। ओभर दामी भ्यूज छ। यो चाहिँ टाढाबाट चाहिँ अँधेर पनि देख्न सक्छ गाइस। आई डोन्ट नो। म चाहिँ भिडियो बनाउँदैछु, टिकटक बनाउँदैछु। म चाहिँ भिडियो बनाउँदैछु, टिकटक बनाउँदैछु हैन। अनि चाहिँ तपाईहरु पनि आउनु होला भिडियो बनाउनको लागि। यता चाहिँ अँधेरो भयो जस्तो लाग्यो, यता उज्यालो आउनुहोस् हैन। जस म चाहिँ यस्तरी साइकलमा हुन्छु कि केमा हुन्छ हैन। भिडियो बनाएर तपाईहरुलाई यसो मनोरञ्जन दिने काम गरिरहेको छु गाइस। यता चाहिँ ओभर दामी भ्यूज आउँदैछ ल हेर्नु है गाइस। ल आउनुहोस् गाइस, तपाईहरु सबैजना मेरो युट्युब च्यानल चाहिँ सब्स्क्राइब गर्न नबिर्सिनु होला। ओभर दामी भ्यूज छ। म चाहिँ अहिले भर्खर पथरी गएर आएको हैन। मेरो यो कानको सुनको टप कस्तो लाग्यो तपाईहरुलाई है। मेरो यो सिक्री कस्तो लाग्यो कमेन्ट गर्न नबिर्सिनु होला। यो चाहिँ हराएमा डर्छन् है। अहिले पथरी गएर आएको टाइम हो। म चाहिँ फर्किन्छु गाइस। माथिबाट के आयो थाहा छैन हैन। साइकल आउँदैछ कि के आउँदैछ त मलाई थाहा भएन गाइस। माथिबाट आउँदैछ है। र म चाहिँ जान्छु। ओभर दामी भ्यूज आयो गाइस। ओ माय गॉड। बाई बाई गाइस। मेरो युट्युब च्यानल लाइक कमेन्ट एन्ड सेयर एन्ड सब्स्क्राइब गर्न नबिर्सिनु होला। योभन्दा अगाडि चाहिँ हामीहरूकै सुन्दर पोखरी घुम्न गएको थिएँ है। एकदम रमाइलो छ यो सुन्दर पोखरी पनि। हेर्नु आउनुभयो भने चाहिँ एकदम रमाइलो, एकदम शान्त वातावरण हुन्छ गाइस। यस्तो मजा आयो मलाई। एक्लै गएको थिएँ घुम्नुको लागि अनि यसरी म चाहिँ गएँ। यहाँ चाहिँ मेरो पुरानो मलाई पढाउनु हुने सर टिचरहरूलाई पनि भेटेको थिएँ र मैले नमस्कार गरेर पनि फर्केँ। यस्तो दामी भ्यूज आउँछ गाइस है। सरले पनि म चाहिँ कतितिर मोटाएछु कर्ण बहादुर त भनेर भन्दै हुन् त। थ्याङ्क यू सर भन्दै मैले। यो चाहिँ सुन्दर पोखरीको हाम्रो भ्यूज है। पतिसनेश्वरी नगरपालिकामा छ। हेर्नु त कस्तो दामी भ्यूज छ नि त। यो चाहिँ मेरो साइकल हो, पुरानो साइकल। मेरो साथी हो यो साइकल चाहिँ। बुझ्नु भयो होला नि सबैजनालाई हैन। मेरो चाहिँ यो साथी हो है। यहाँ चाहिँ पानी पोखरीमा सुकेकोले गर्दा त्योभन्दा अगाडि चाहिँ फेरि म होटलमा पसेको थिएँ नि त माथि। कस्तो दामी भ्यू छ होटलको पनि। मोमो अनि मोमोको अचार साथमा कोका कोला पनि थियो। यसरी बत्तीहरू जुन्डाएको बडो दामी भ्यू यस्तो होटलमा पनि। अनि मैले चाहिँ चाउमिनहरू मगाएको थिएँ अनि 1 लिटर कोक पनि मगाएको थिएँ गाइज। कहिले आउँछ कोक अनि मेरो चाउमिन खाजा भनेर चाहिँ एकदम धेरै प्रतीक्षामा थिएँ। लास्टै भोक लागिरहेको थियो नि त हैन। लास्टै भोक लागिरहेको थियो, केही काम परेर गएको थिएँ। लास्टै भोक लागेर कहिले आउँछ होला भने यस्तो टेन्सन भएर न भोकले बुढीमा मुसा कुदेर म चाहिँ बसिरहेको थिएँ कि मेरो कोक अनि चाउमिनको प्रतीक्षा गरिरहेको थिएँ गाइज। आउँदैन त अझै जति पर्खिन्छु आउँदैन त गाई। ओ माई गॉड आउँदैन त हैन। तर यहाँ चाहिँ एकदम धेरै राम्रो दामी मिठो बनाउनु हुने रहेछ। भन्दा 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 ठ्याक्क आइपुग्यो मेरो चाउमिन। वा भन्छ चिकनमा बनाएको चाउमिन अचार। अनि मलाई चाहिँ लास्टै भोक लाग्यो। गम खान थालेँ। म चाहिँ 1 लिटर कोक पनि मगाएको थिएँ। कहिले चाहिँ आउँछ होला मेरो कोक भनेर यस्तो सोचिरहेको थिएँ गाइस हैन। गम खाएँ। यस्तो दामी मिठो भयो है। भोक लागेको सुरमा गम खाइदिएको थिएँ। कसैलाई पनि हेर्न कला हेर्नु गाइस। त्यहाँ कोही त छैन वरिपरि हैन।
भन्दा भन्दै कोक पनि आइपुग्यो 1 लिटर कोक चिसो आइस झन्डै भएको थिएन अनि टक सर ग्लासमा हाले कोक लास्टै चिसो एकदम हर 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 भएको नि घट 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 भन्दा आवाज निकाली पिएँ सट्ट खाएँ आनन्द भयो नि गाइस मलाई कस्तो धेरै आनन्द भयो नि शीतल भएर गयो पेट भित्र पसेको नि थाहा भयो क्या अनि के गर्नु फेरि हालेँ मैले त अनि 1 लिटरको कति हुन्छ भन्दै मलाई हालेँ मजाले अगाउन्जेल खाएँ होइन अगाउन्जेल खाएँ ओभर मिठो भएको थियो क्या ओभर मिठो भएको थियो ओ माई गड खाएँ मैले त खाएँ कम सबै सिधाइदिएँ सिधाएको त तपाईँलाई देखाउन पाएको छुइनँ गाइस मैले होइन खाक्को खाइ गरेँ थोडा खाएँ मैले थोडा खाएँ 1 लिटर कोक अनि हाफ चाउमिन चिकन चाउमिन कम खाएको है ओभर दामी हो गाइस है त्यसपछि चाहिँ अगाडि हेर्नुभएको थियो नि भिडियो होइन म घुम्नु गएँ त्यतातिर खाइसकेपछि चाहिँ म घुम्नु गएको है गाइस है तपाईँ सबैजनाले मेरो युट्युब च्यानल मैले खाएको कोक चाउमिन खाएको हेर्दै हुनुहुन्छ भने चाहिँ मेरो युट्युब च्यानल लाइक कमेन्ट एन्ड सेयर सब्सक्राइब गर्नु चाहिँ नबिर्सिनु होला ओके गाइस टन्नै खाइसकेपछि चाहिँ अनि त्यो अगाडि हेर्नुभयो नि भिडियो पोखरी अनि त्यो सुन्दर सामुदायिक वनमा भएको त्यो बाटो त्यहाँ घुम्नु गएको गाइस मैले यो चाहिँ मैले टन्नै खाएँ नि त धेरै खाएँ यो चाहिँ कमब्याक भिडियो है फेरि बुझ्नुभयो नि यो चाहिँ अगाडिको भिडियो हो इङ्ग्लिस पनि बोल्नु आउँदैन के गर्नु ओभर दामी भएको थियो मिठो भएको थियो अनि त्यस अगाउन्जेल पेटभरि खाएपछि चाहिँ म घुम्नु गएको नि फेरि बुझ्नु भएन बाहुबलीमा छैन बाहुबली सुरुमा के आयो त बाहुबली आयो होइन पार्ट 1 आयो त्यसपछि पार्ट 2 मा चाहिँ फ्ल्यासब्याक आयो नि त अगाडिको यो भिडियो पनि त्यस्तै नि फेरि सुरुमा चाहिँ पार्ट 1 त्यसपछि चाहिँ अगाडि मैले के गरेँ भन्ने कुरा चाहिँ पछाडि आएको छ बुझ्नुभयो नि होइन त्यसैले यसरी मेरो भिडियोहरू हेरेर एकदम धेरै मनोरञ्जन गर्दै हुनुहुन्छ भने चाहिँ हेरेर लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न नबिर्सनु होला बाइ बाइ